हेलो नमस्ते साथीहरू। आज हामी मेरी विल्किन्सद्वारा लिखित कथा द रिभोल्ट अफ मदरलाई नेपालीमा वाचन गरेर सुनाउन गइरहेका छौँ। राइटरको परिचय दिनुपर्दा मेरी विल्किन्स अमेरिकी कथाकार तथा उपन्यासकार थिइन्। उनको जन्म सन् 1852मा मेसाचुसेट्समा भएको थियो। मेरीले न्यू इङ्ल्यान्ड जीवनशैली, त्यहाँका सामान्य परिवार, महिला जीवनका सङ्घर्ष तथा समाजका कठोर नियमहरूबारे यथार्थपरक र भावनात्मक कथाहरू लेख्थिन्। उनका अधिकांश कथाहरूमा महिलाको आत्मसम्मान, अधिकार, परिवारभित्रको मौन विद्रोह, सामाजिक असमानता विरुद्धको प्रतिरोध देखिन्छ। द रिभोल्ट अफ मदर उनको सबैभन्दा प्रसिद्ध कथामध्ये एक हो, जसले एक साधारण तथा दृढ आमाले आफ्नो परिवारको लागि गरेको विद्रोहलाई मार्मिक तर बलियो रूपमा प्रस्तुत गर्छ। उनको निधन सन् 1930मा भएको थियो। आज पनि अमेरिकी साहित्यमा एक महत्त्वपूर्ण महिला लेखकको रूपमा उनी सम्मानित छिन्। हामी द रिभोल्ट अफ मदर भन्ने कथालाई एकदम छोटकरीमा बुझ्ने प्रयास गर्नेछौँ। द रिभोल्ट अफ मदर अमेरिकी लेखिका मेरी विल्किन्स फ्रिमेनद्वारा लेखिएको कथा हो। यो कथाको मुख्य पात्र सारा पेन एक धैर्यशाली, इमान्दार र मेहनती पत्नी हुन्। उनी 40 वर्षदेखि आफ्नो श्रीमान एडोनिराम पेनको निर्णयहरू चुपचाप मान्दै आएकी छिन्। सारा र उनको परिवार धेरै वर्षदेखि एकदमै सानो, असजिलो र जीर्ण घरमा बसेका छन्। त्यो घरमा कोठाहरू एकदमै कम छन्। उनीहरूकी छोरी न्यानीको आफ्नो कोठा पनि छैन। त्यो परिवारलाई त्यहाँ बस्न एकदमै असहज छ। वर्षौँ पहिला एडोनिरामले नयाँ राम्रो घर बनाइदिने बाचा गरेका थिए, तर उनले त्यो बाचा पुरा गर्न सकेनन्। एक दिन सारा जग्गामा नयाँ बनाइएको ठुलो गोठ देखेर अचम्मित हुन्छन्। उनलाई लाग्छ कि त्यो नयाँ घर बन्न लागेको हो, तर त्यो त पशु र खेतीका सामान राख्नको लागि बनाइएको गोठ मात्र रहेछ। सारा त्यसबारे एडोनिरामलाई सोध्छिन्, तर उनी केही भन्न चाहँदैनन्। उनी सधैँ जै भन्छन्, मसँग यसबारे केही भन्नु छैन। यसले सारालाई गहिरो चोट पुर्याउँछ। उनले आफ्नो जीवनभरका त्यागहरू सम्झन्छन्। उनले कहिल्यै श्रीमानलाई नमान्ने काम गरिनन्। कर्तव्यमा निकै इमान्दार रहिन्, तर उनको चाहना र पीडा कहिले सुन्ने गरिएको छैन। यसले गर्दा सारा भित्रबाट बदलिन थाल्छिन्। उनी सोच्न थाल्छिन्, अब चुप लागेर बस्ने हो भने छोराछोरीको भविष्य पनि खराब हुनेछ। यही सोचले उनलाई विद्रोह गर्न प्रेरित गर्छ। एडोनिराम केही दिनका लागि घोडा बेच्न बाहिर जान्छन्। त्यही मौका छोपी साराले अचम्मैको काम गर्छिन्। उनी सबै सामान, पलङ, भाँडाकुँडा, वस्त्र, अन्न सबै नयाँ गोठभित्र सारेर बसाइ सर्छिन्। गोठलाई उनले सुन्दर, सफा र रहन योग्य घरको रूपमा परिवर्तन गर्छिन्। छिमेकीहरू अचम्मै पर्छन्। कसैले स्त्री मान्छेले यस्तो विद्रोह गर्नु हुँदैन भनेर नकारात्मक टिप्पणी पनि गर्छन्, तर सारा एकदमै शान्त र ढुक्क हुन्छन्। उनी जान्दछिन् यो काम परिवारको हितका लागि हो। केही समयपछि एडोनिराम घर फर्कन्छन्। घर फर्कँदा परिवार नयाँ गोठमा बसेको देखेर स्तब्ध हुन्छन्। सुरुमा केही भन्नै सक्दैनन्। उनी क्रोधित हुँदैनन्, बरु उनलाई लाज लागेर आउँछ। अपराध बोधको महसुस हुन थाल्छ। उनी रुन थाल्छन्। उनी भित्रैदेखि महसुस गर्छन् कि उनले साराको पीडा र चाहनालाई धेरै वर्षसम्म व्यवस्था गर्दै आएका छन्। त्यसपछि उनी साराको निर्णय स्वीकार्छन्। कथा यतिमै भावनात्मक ढङ्गले समाप्त हुन्छ। यस कथाले देखाउँछ कि धैर्यवान महिला पनि जब मन दुखाइले भरिन्छन्, तब उनीहरू अत्यन्त शक्तिशाली हुन सक्छन्। परिवर्तन कहिले हिंसाबाट होइन, साहस र आत्मसम्मानबाट पनि आउन सक्छ। सो गाइज, यो थियो द रिभोल्ट अफ मदरको एकदमै छोटो समरी। यस्तै कन्टेन्टको लागि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला र आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा छोड्न नभुल्नुहोला भन्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। नमस्कार।